एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अनि अनदर ब्लग। म चाहिँ प्रतीक्षा अधिकारी। अनि त्यस पछाडि म चाहिँ आज धेरै दिन पछाडि मेरो अर्को एउटा ब्लग हाल्दैछु। आज चाहिँ मेरो के भन्छ फ्रकको डाइसेक्सन पनि छ, प्लस पर्सिको मेरो 3 दिन पछाडि डान्स कम्पिटिसन छ। सो डान्स कम्पिटिसनको लागि ड्रेस लिनु छ। त्यस पछाडि अर्को भनेको मेरो यो प्रोजेक्ट सक्नु छ। प्रोजेक्ट मेरो धेरै नै छ, लाइक फिजिक्स केमिस्ट्रीहरूको। तपाईहरुलाई त थाहा नै होला कि यदि साइन्सको स्टुडेन्ट हुनुहुन्छ भने हामी 5-6 मार्क्सको लागि कति धेरै मेहनत गर्नुपर्छ प्र्याक्टिकल र प्रोजेक्टमा। आई थिङ्क कपीको यो प्र्याक्टिकलको 5 मार्क्स अनि समथिङ कति हुन्छ। सो आज चाहिँ म मेरो सुपर बिजी डे ब्लग बनाउँदैछु साँच्ची भन्नु हो भने, बिकज धेरै नै कामहरू छ गर्नको लागि। र सबैभन्दा सुरुमा चाहिँ म मेरो प्रोजेक्ट गर्दैछु। अहिले बज्दैछ 6:30 बजे ठ्याक्कै। म उठेको चाहिँ 5:30मा थियो, तर भने उठ्दा अनि त्यसपछि रुमहरू मिलाउँदा ओर्दा एकछिन मुख धोएर फ्रेस भएर चिया पकाएर खाँदा ओर्दाखेरि चाहिँ अहिले चाहिँ लगभग 6:30 भइसकेको छ। सो अहिले चाहिँ म सबैभन्दा पहिले फिजिक्सको प्र्याक्टिकलदेखि सुरु गर्दैछु। सो हाम्रो चाहिँ प्रोजेक्टहरू एकदमै धेरै दिनुभएको थियो र अस्ति आन्दोलनले गर्दाखेरि त्यति बेला चाहिँ धेरै नै पढाइको हाम्रो लस्ट पनि भएको थियो र त्यति बेला हाम्रो प्रोजेक्ट पनि दिनुभएको थिएन। छुट्टीमा दिनुभएको भए त्यति बेला सक्थ्यौँ होला, तर भने फेरि छुट्टी भएर स्कुल लागेपछि मात्रै हामीले फिजिक्स र केमिस्ट्रीको प्रोजेक्ट पायौँ। त्यही भएर चाहिँ म अहिले एउटा प्रोजेक्ट गर्नको लागि यति धेरै मेहनत गरिरहेको छु। अझै यस्तो प्रोजेक्ट त 3-4 गर्न बाँकी छ। प्र्याक्टिकल गर्दा गर्दै हामीले थ्योरी नै पढ्न भ्याउँदैनौँ जस्तो लागिरहेछ। अहिले चाहिँ मेरो प्रोजेक्ट सकिएको त छैन, बट अलरेडी मैले प्रोजेक्ट गर्न थालेको चाहिँ 1 घन्टा भइसकेको छ। म यहाँ 6:30 बजे प्रोजेक्ट गर्न थालेको थिएँ र अहिले चाहिँ 7:30 भइसकेको छ, ठ्याक्कै 7:30 भएको छ। र अब चाहिँ म मेरो डान्स कम्पिटिसनको लागि प्रोग्रामको लागि ड्रेसहरू लिनु छ। सो अब चाहिँ म रेडी भएर त्यहाँ जान्छु अनि आएर मात्रै यो कम्प्लिट गर्नेछु। लाइक लगभग सक्यो भन्दा हुन्छ, अलिकति बाँकी छ थोरै। अनि त्यो आएर यो सकेर फेरि प्र्याक्टिकल गर्नु छ, फिजिक्सकै गर्नु छ। तपाईहरु साइन्स स्टुडेन्ट हो भने थाहा छ होला कि कति धेरै टाइम चाहिँ हाम्रो प्र्याक्टिकल र प्रोजेक्टमा जान्छ भनेर। सो के गर्नु, फाइनली म चाहिँ रेडी भइसकेको छु र आजको वेदर यति धेरै राम्रो छ कि म केही भन्न सक्दिनँ हैन। यस्तो धेरै लाइक चिसो पनि हैन, लाइक गर्मी पनि हैन, यस्तो खतरा वेदर छ। सो अब चाहिँ जस्ट म लुगा लिनको लागि जान आँटेको छु। त्यस पछाडि चाहिँ म ड्रेस लिनको लागि त्यहाँनिर गएँ अनि त्यस पछाडि ड्रेस लिएर आउँदा ओर्दाखेरि 1-1.5 घन्टा भइसकेको थियो, किनभने त्यहाँनिर चाहिँ एउटा ड्रेसको सामान रहेनछ। अनि त्यस पछाडि सर गरेर ल्याइदिनु भएको थियो, त्यही भएर म चाहिँ त्यही ठाउँमा 1.5 घन्टा जति वेट गरेर बस्नु परेको थियो। सो अहिले चाहिँ म वेट गर्दै थिएँ। त्यस पछाडि चाहिँ मलाई डाइसेक्सनको सामान पनि लिनु थियो, त्यही भएर म चाहिँ त्यहाँबाट छिटो छिटो घरतिर गएँ। अनि म मेरो फ्रक डाइसेक्सन गर्ने सामान लिएर चाहिँ डाइरेक्ट घरतिर गएको थिएँ र पनि मलाई त्यहाँ आउँदा ओर्दा धेरै नै टाइम लाग्यो। म घरबाट हिँडेको थियो होला 7:30 बजे, अहिले हिँड्दैछ 9 भनेपछि मेरो कति टाइम लाग्छ। म सधैँ जाँदाखेरि अर्को बाटोबाट जान्छु, तर यो बाटो चाहिँ म आज फर्स्ट टाइम आएको ड्रेस लिएर हैन। मलाई थाहा पनि थिएन कि यहाँ अर्को बाटो पनि छ भनेर। अहिले चाहिँ म फाइनली मेरो घरमा पुगिसकेको छु। फाइनली अहिले चाहिँ म घरमा आइसकेको छु। तर भने मैले के भन्छ वहाँ गएर आउनको लागि मलाई 2-2.5 घन्टा लागेको छ। सो अहिले चाहिँ 9:30 जति भइसकेको छ। मैले स्टिल खाना नि खाएको छैन, ड्रेस नि लगाएको छैन, रेडी पनि भएको छैन। सो अब खानाहरू खाएर 11 बजीसम्ममा तयार भएर यो प्रोजेक्ट सकेर यो प्रोजेक्ट सकिन्छ भन्ने मलाई अलिकति आज आशा छैन, तर म भरे आएर गर्छु, केही छैन। अनि त्यस पछाडि गएर फ्रक डाइसेक्सन सकेर कोचिङ सकेर अनि आएर यो गर्नु छ। म डान्सको ड्रेसहरू पनि देखाउँछु, तर अहिले मसँग टाइम छैन। सो म देखाउँछु तर अलिक पछि। यो चाहिँ मैले फ्रक डाइसेक्सन गर्नुभन्दा अगाडिको भिडियो हो। यति बेला सबैले फोनहरू लगेको थियो र हामी बनाउन पाउँथ्यौँ र ऊ चाहिँ मेरो साथी हो। कोई कंफ्यूजन नहीं है, लॉक कर दूं। तू ही मेरा दिल नाल, तू ही मेरी जान, सोने ना बे तेरे नाल। हेलो एभ्रिवान, अगेन अहिले चाहिँ 5 बजिसकेको छ र म स्कुलबाट घर आइसकेको छु। तर सरी मैले फ्रक डाइसेक्सनको चाहिँ खिच्न पाइनँ, किनभने मलाई लागेको थियो कि त्यहाँनिर मोबाइल अलाउड छैन। तर भने पछि थाहा भयो मोबाइल अलाउड रहेछ। मेरो साथीले लगेको थियो हैन। अनि त्यहाँ अलिअलि टिकटकहरू चाहिँ हामीले बनाएको थियौँ। त्यहाँनिर चाहिँ उसले मलाई सेन्ड गरिदिनु भने चाहिँ म यहाँनिर तपाईँहरूलाई पनि यहाँ थोरै एड गर्छु हैन। बट फ्रक डाइसेक्सनहरू गरेको चाहिँ मैले केही पनि खिच्न पाइनँ, बट धेरै मजा आयो टु बी भेरी अनेस्ट हैन। मैले सोचेको पनि थिइनँ कि फ्रक डाइसेक्सन त्यति धेरै सजिलो हुन्छ भनेर। अनि सुरुमा त मलाई एकदमै धेरै घिन लाग्यो, छुन पनि सकिरहेको थिएन त्यो ब्याग उतालाई। तर बिस्तारै मतलब ओके भनेर दिमागलाई ट्रेन गऱ्यो भने चाहिँ
सजिलो हुँदो रहेछ। अनि त्यस पछाडि म चाहिँ त्यसलाई खेलाउन टोय हुन्छ नि त्यस्तै सोचेर पुरै बोकेर त्यो पुरै काटेर यस्तो दामी थियो। मतलब लाइक एक्सपिरियन्स भयो, यस्तो दामी एक्सपिरियन्स भयो। आई मिन थोरै त्यो केमिकलहरू गनाएर अलिक टाउको दुख्नेवाला भमिट हुँदा जस्तो पनि हुन्छ कतिजनालाई, तर मलाई त्यस्तो केही पनि खासै भएन र एकदमै राम्रो एक्सपिरियन्स थियो। र प्र्याक्टिकल गर्नमा सबैभन्दा बढी मजा आएको भनेको यही हुन पाएको फ्रक डाइसेक्सन। र आज चाहिँ म यो भ्लगलाई यतिमै एन्ड गर्दैछु, सरी, किनभने अब म धेरै नै थाकेर आएको छु। आज छिटो नै सुत्छु होला सायद। त्यस पछाडि मैले फ्रक डाइसेक्सनहरूको पनि स्कुलको खिच्न पाइनँ, क्यामेरा अलाउड छैन भनेकोले। सो बाई, सी यू सुन। अनि म अर्को मेरो भ्लग चाहिँ छिटै नै अपलोड गर्नेवाला छु। त्यो चाहिँ मेबी मेरो ग्रेन्ड फाइनलको डान्स हुन्छ या फिर अरू कुनै